आहा पीडा पनि कति मिठो पिरतीको खेलको पागो मात्रै बनाउन तिमी टिकट काट्छु रेलको छाड्दै यो माया पिरतीका कुराहरू। अब एकछिन म नि रमाइलो गरौँ। सम्पूर्णमा नमस्कार, म उज्जवल छेत्रीको यो सम्पूर्णमा नमस्कार एन्ड वेलकम ब्याक गाइज, इट्स मी उज्जवल छेत्री भ्लग। सो हजुरहरूलाई स्वागत छ मेरो आजको भ्लगमा। अनि त्यही हो, पानी परेर चाहिँ हेर्न सक्नुहुन्छ बाटोमा चाहिँ होस् पानी चाहिँ सुकिसकेको रहेछ। पानी परेर पानी सुकिसकेको छ हैन, तर यता चाहिँ जमेको रहेछ हैन। अनि आजको अपडेट यस्तै छ। अनि ऊ त्यता पनि पानी छ क्या, खोइ हो देखिँदैन त, यहाँनिर चाहिँ पानी छ। अनि गाइज आज चाहिँ भनेको मैले उठ्ने बित्तिकै भ्लग हान्थेँ क्या, हेर्न सक्नुहुन्छ। भर्खर म चिया मात्रै खाँदैछु, चिया खाँदै होइन, बट भ्यू चाहिँ हेर्न सक्नुहुन्छ यहाँनिर क्या। स्याट्टा लाएर यस्तो दामी हिमाल देखेको छ नि, कसम चाहिँ भनेको क्या। आम्बो म अलिक यता गएँ होइन, हेर्न सक्नुहुन्छ पहाड होइन। अनि निलो पहाडको बिचमा फेरि सेतो पहाड क्या, मासला कसम चाहिँ। अनि बिहानै उठ्ने बित्तिकै चिया र भ्यू इन्जोय गर्दै चाहिँ म यहाँ बसेर एकछिन हेरि नै रहेको छु क्या। कसम यस्तो क्लियर देखेको छ नि क्या, लिटरल्ली हेर्न सक्नुहुन्छ हिमाल त यस्तो क्लियर देखेको छ कि मैले मेरो फोनमा हुने सबै जुम गरिदिइसकेँ नि, यस्तो क्लियर देखेको छ क्या अनि यो सायद झरी पछिको चाहिँ उत्यो होला होइन। क्लियर पहाड पनि क्लियर अनि हिमाल पनि क्लियर देखिरहेछ। सो त्यही हो, अब चाहिँ भनेको नुहाइधुवाइ हान्ने हो होइन। भर्खर उठ्ने बित्तिकै भ्लग हान्थेँ क्या। यो देख्ने बित्तिकै मैले कसम चाहिँ यहाँ लुगा सुकाएँ होइन। अनि लुगा सुकाउनुभन्दा अगाडि नै बनाउँछु भनेको मम्मीले पहिले लुगा सुकाए अनि भ्लग बना भनेर भन्नुभएर चाहिँ मात्रै हो न त। यस्तो कसम क्या म त सो त्यही हो, नुहाइधुवाइ गर्छु, निन्द्रा नि पुगेको छैन होइन। नुहाइधुवाइ गर्छु अनि आज पुर्णे। अनि यसो टिका बिदारी टिका भन्छन् आजको टिकालाई चाहिँ। अनि त्यही हो, बिदारी टिका लगाएर चाहिँ अब दसैँलाई बाई बाई गरेर तिहारलाई वेलकम गर्नुपर्छ गाइज। सो लेट्स गो है त। अब चाहिँ नुहाइधुवाइ गरिसकेर चाहिँ होइन, अब चाहिँ म रेडी भइसकेँ। अब जस दियो पनि बलिसक्यो। अनि आज चाहिँ अन्तिम टिका भन्न जमरा चाहिँ छैन। अनि यो के यो सयपत्री फुलको पात रहेछ। अब यसले नै दसैँको टिका बिदाई गरौँ है त। सो लेट्स गो। अब चाहिँ बिदावारीटीको घरमा चाहिँ लगाइसकेर अब चाहिँ भनेको सायद आज कामतिर नि यसो हानिदिनुहुन्छ होला। सो लेट्स सी यता के हुन्छ। अब चाहिँ भनेको कामतिर जाँदैछु म।
हाम्रो छुट्टी भएर अनि मैले चाहिँ आज सट्टा ल्याएर नयाँ ब्याग पनि हानिदिएको थिएँ दसैँको दक्षिणा राख्न भनेर। तर दक्षिणै सकेर पो त तनाव भयो त गाइज होइन। पैसा राख्न भनेर ब्याग त किनेँ तर ब्याग किन्दाखेरि नै पैसा सकिहाल्यो। अब त्यसमा के दोष। अनि जे होस् ठ्याक्क लाएर कामसाम हानिसकेपछि चाहिँ यता ठिक्क हाम्रो घर छेउको छिमेकी भाइ भेट भएको थियो होइन। अनि छिमेकी भाइ र म चाहिँ अब सट्टा लाएर घरतिर जाँदैछु। अब बाँकी भिडियो घर गएर है त अब भ्लग इन्ड हुन्छ कि के हुन्छ घरको मुड अनुसार हुन्छ गाइज, त्यो मलाई थाहा हुँदैन अहिले नै। सो आजको टिकाको साइड चाहिँ हाम्रो सबै सकिसकेर काम धन्दा सबै सकिसकेर घर आएर पनि खाना खाएर पनि धन्दा सकेर पनि सबै कुरा सकेर पनि चाहिँ फाइनल्ली अब चाहिँ म तल आइसकेँ। अनि आज चाहिँ हेर्न सक्नुहुन्छ भर्खर 9:30 हुन आँट्दैछ क्या। अनि लगभग आज चाहिँ छिटो छिटो काम सकायो क्या, किनभने अब गेम हान्नु पऱ्यो नि त, भ्लग एडिट पनि गर्नु पऱ्यो। अनि यताउति गर्दाखेरि चाहिँ मेरो टाइम त्यसै नै वेस्ट हुन्छ। 10, 11, 12 त त्यत्तिकै नै बजि नै हाल्छ। सो त्यही हो आजको लागि भिडियो। यति नै। भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिन चाहिँ नबिर्सिनु होला। तिमीलाई देखेर फिदा भए म बाङ्गो बाङ्गो हिँड्दै सिधा भए म भन्नु त धेरै थियो तर अहिले समय छैन। थ्याङ्क यू सो मच फर वाचिङ भन्दै बिदा भए म। सो बाई बाई गाइज। यो